हेलो साथीहरू, फेरि पनि म हजुरहरूको सामु एउटा मिनी ब्लग लिएर आएको छु। ल त सुरु गर्छु ल। अब साथीहरू, मलाई किन जहिले रातिको 1-2 बजे भोक लाग्ने नि बुढोलाई यस्तो के गरिरहेको फेरि बुढो पनि यस्तो बुढो चिया बनाऊ न प्लिज, मलाई कस्तो भोक लाग्यो। बुढोले यस्तो फकाएर यस्तो के हातबाट के भन्छ यो चिन्नु भन्ने आएन। बुढो प्लिज गर्दै बुढोलाई फकाएर चिया बनाउन पठाइदिएँ मैले। अनि आफ्नो बुढीको लागि मेरो बुढाले चिया पनि बनाएर ल्यायो। चिया सँगसँगै के भन्छ अब त्यो के भन्छ भन्नै जानेन यार। ए फ्यान भन्छ त, फ्यान नि ल्यायो मलाई। अब त म चियासँग खान्छु डुबाएर। मैले फ्यानलाई च्याट्ट चियामा डुबाएँ साथीहरू, डुबाएँ मस्तले डुबाएँ। त्यसपछि मैले आफ्नो मुखमा हालेँ कम्मै। यस्तो मिठो भएको थियो, आमा यस्तो भोक लागेर दामी भन्दै खाएँ मैले। पछि मलाई बुढोले आर्मी बिस्कुट नि ल्याइदिनु भएको। यो चाहिँ अस्ति मेरो जेठो दाइ आउँदाखेरि ल्याएको थियो आर्मी बिस्कुट पनि। अब म एकछिनमा खान्छु। पहिला यो फ्यान खान्छु नि, फ्यान कि सिमी के भन्छ मलाई थाहा छैन भनेर मस्तले खाएँ। म चाहिँ यस्तो मिठो भएको थियो गाईचोरू, मिठो भयो भने त बुढोलाई तारिफ गरेर यस्तो एक फ्यान किस दिएको त बुढो त मक्खै। त्यसपछि साथीहरू, मेरो बुढो त खासै सुत्दैन के, ढिलो एकदम बिहान मात्र सुत्छ कि, राति निन्द्रै लाग्दैन। के गरेको तिमी, जाउँ सुत्न भनेको म एकछिन भने। अनि त्यसपछि ल त भने मैले नि। अनि साथीहरू, म चाहिँ एकछिन क्याटसँग खेल्न गएँ। क्याट चाहिँ कस्तो निराज गरी बस्दै रहेछ कि, क्याटु त्यसको बेबी जहिले त्यो झ्यालबाट खोइ कहाँ तल जान्छ कि नपाएर बस्दै रहेछ। अनि मलाई नि एकछिन खोकी लाग्यो साथीहरू। अनि त्यसपछि मैले क्याटसँग खेल्यो। हिँड तिमी हिँड मूर्ति, कहिले किन बोल्दैन, जहिले थपक्क बस्छ, जति जे गरे नि भन्दै म हल्लाउँदै खेलिरहेको थिएँ। क्यारेटसँग एकछिन खेल्यो। अनि मेरो आजको मिनी ब्लग यति नै हो साथीहरू। अब भोलितिर भेटौँ ल अर्को नेक्स्ट मिनी ब्लगमा। बाई।